ल हेलो दाजु के छ एकदम छ अनि के छ प्लान आजको दाजुको अब सुरुमा वुल्फ हाल्ने अनि यो ब्याक साइड चाहिँ अब एसले कभर गरौँ न इग्नेस तपाईँले यो ब्याक फरवर्डको जुन सेक्सन छ भने यसमा एस टोन दिन खोज्नु भएछ है हजुर हजुर जुन यो तपाईँको मजाले भिजिबल होस् पुरै हेयर कलर पनि नहोस् अन्डर टोनमा होस् है अनि यसमा हामी उल्टे प्याकिङ गरिदिन्छौँ जुन ट्याक्कै तपाईँको यो फेस टोन अनुसार ट्याक्कै म्याच गरोस् भनेर है लेन्थ पनि तपाईँले ट्याक्कै मिल्ने गरेको राख्नुपर्छ है हजुर हजुर अब यसमा हामी एउटा राम्रो क्रिएट गर्छौँ नि है हजुर लुक छ फाइनल हेर्नु है ल कस्तो भयो त दाइ एकदम पर्फेक्ट तपाईँको यो वुल्फको प्रोपर टेक्सचर मैले यसमा राखिदिएछु हजुर जुन प्रोपर ग्लो वुल्फमा पनि छ एन्ड यो कलर जुन ब्याकबाट फ्ल्यास हुँदैछ भिजिबल हुँदैछ एस टोनमा है हजुर एकदम राम्रो छ ठिक छ नि हजुर ओभरअल प्रोसेस पनि एकदम स्मुथ गयो हजुर ल थ्याङ्क यू मन पऱ्यो जे होस् एकदम